छोरी एकछिन बासा न। मलाई थाहा छ आजकल तिम्रो मन अस्ट्रेलिया, युके, क्यानाडा जस्ता देशतिर तानिएको छ। ठुला देश हुन्, सपना देख्नु गलत होइन। तर एक बुबाको हैसियतले म तिमीलाई एउटा कुरा इमानदारीको साथ भन्न चाहन्छु। के तिमीले कहिले सोचेकी छौ एकै शिक्षा, एकै मेहनत, तर किन हामी भारी ट्युसन फी तिर्नुपर्छ? अस्ट्रेलिया, युके वर्षको 25-30 लाख रुपैयाँ, 4 वर्षमा करोड नाग्छ। त्यसपछि लोन, तनाव, कामको प्रेसर। शिक्षा त भविष्य बनाउन हो छोरी, बोझ बन्न होइन। अब म तिमीलाई अर्को विकल्प देखाउँछु। इटाली, युरोपको मुटु, विश्वस्तरीय शिक्षा, तर सरकारी विश्वविद्यालयहरूमा ट्युसन फी लगभग फ्री। हो छोरी, कहिलेकाहीँ त 0 युरो पनि हुन्छ। इन्जिनियरिङ, मेडिकल, बायोमेडिकल, एरोनोटिकल, डिजाइन, आर्ट्स, सबै विषय विश्वले मान्यता दिएको डिग्री, युरोपमा काम गर्ने अवसर। बुबा भएर म चाहन्छु तिमी विदेश जाऊ, तर मेरो घर बेचेर होइन, मेरो निन्द्रा बेचेर होइन। त्यसैले छोरी, अन्धाधुन्द महँगो देशतिर दौडिनु अघि एउटा बुद्धिमानी निर्णय गर। म्याग्नेट एजुकेसन जाउँ, सबै सही जानकारी ल्याउँ, इटालीको प्रक्रिया बुझ, स्कलरसिप, एडमिसन, भिसा, आत्मर सबै पारदर्शी तरिकाले। सस्तो शिक्षा भनेको सानो सपना होइन, स्मार्ट निर्णय हो। तिमीले मेहनत गर, बुबा तिम्रो साथमा छ, तर सही बाटो छानेर। Italy is not cheap education, it's smart education.